नेपालमा सरकार बदलिन्छ, मन्त्री बदलिन्छन्, नीति बदलिन्छ, तर के तपाईले कहिले सोच्नु भएको छ निर्णय वास्तवमा कसले लिन्छ? देखिने सरकार कि नदेखिने शक्ति? नेपाल एउटा लोकतान्त्रिक देश हो। जनताले भोट हाल्छन्, सरकार बनाउँछन्, तर ग्राउन्ड रियालिटी सधैँ यति सिम्पल हुँदैन। धेरैजसो ठूला निर्णयहरू नीति, ठेक्का, नियुक्ति कहिलेकाहीँ अफिसियल सिस्टम बाहिरको इन्फ्लुएन्सबाट प्रभावित हुन्छन् भन्ने आरोप लाग्दै आएको छ। यो नै हो नदेखिने शक्तिको बहस। त्यसैगरी नेपालका राजनीतिक दलहरूभित्र सार्वजनिक रूपमा देखिने नेतृत्व भन्दा बाहिर पनि निर्णय प्रक्रियामा प्रभाव पार्ने अर्को तह रहेको विश्लेषण गरिन्छ। पार्टीभित्र केही सीमित कोर समूह, वरिष्ठ नेताहरू तथा आन्तरिक सल्लाहकारहरूको सर्कलले रणनीतिक निर्णयहरूमा महत्त्वपूर्ण भूमिका खेल्ने गरेको टिप्पणीहरू बारम्बार उठ्दै गरेका छन्। यस सन्दर्भमा धेरै ठूला नीतिगत तथा राजनीतिक निर्णयहरू औपचारिक सार्वजनिक बहस वा खुल्ला छलफल भन्दा अघि नै आन्तरिक रूपमा तय हुने प्रवृत्ति रहेको भन्ने धारणा पनि विभिन्न राजनीतिक विश्लेषकहरूले व्यक्त गर्दै आएका छन्। नेपाल दुई ठूला देश भारत र चीनको बीचमा भएकाले कूटनीतिक र आर्थिक सम्बन्ध मार्फत बाह्य प्रभाव पनि देखिन्छ। सरकार परिवर्तन भए पनि स्थायी कर्मचारी तन्त्र भने स्थिर रहन्छ, जसले नीति कार्यान्वयनमा ठूलो प्रभाव राख्छ। मिडियाले पनि जनमत बनाउने भएकाले कुन कुरा देखाउने र कुन कुरा नदेखाउने भन्ने कुराले धारणा बदल्न सक्छ। यसरी हेर्दा नदेखिने शक्ति कुनै एक मात्र होइन, व्यापार, राजनीति, प्रशासन, बाह्य प्रभाव सबै मिलेर निर्णय प्रक्रियालाई असर गर्छन्। अन्ततः प्रश्न उही रहन्छ, नेपालमा अन्तिम शक्ति जनतासँग छ कि कतै अरू तहमा? तपाईलाई के लाग्छ? कमेन्ट गर्नुहोला। यी नेपाल सत्य बोल्छौं, तथ्य देखाउँछौं।